दर्शन नमस्ते सबैजनालाई। फेसबुकमा तपाईलाई चिनेको नचिनेको मान्छेले ट्याग गरेर मेन्सन गरेर हैरान बनाउनु भएको छ र तपाईँ प्रोफाइलमा गएर चेक गर्दा तपाईको पोस्ट भन्दा अरूको पोस्ट धेरै छन् भने तपाईले कसैले पनि ट्याग गर्न मेन्सन गर्न नमिल्ने बनाउन सक्नुहुन्छ। ती ट्याग गरेका पोस्टहरू मध्ये कतिपय पोस्टहरू त राम्रा पनि हुन्छन्, कतिपय पोस्टहरू त नराम्रा पनि हुन्छन्। ती नराम्रा पोस्टहरू मध्ये हाम्रो फेसबुक मोनिटाइजलाई पनि केही असर पार्ने भएको कारणले गर्दा तपाईले आफ्नो पोस्ट मात्रै राख्न चाहनुहुन्छ र अरूको कसैको पोस्ट पनि राख्न चाहनुहुन्न, अरूको कसैको पोस्टहरू पनि प्रोफाइलमा नआओस् भन्न चाहनुहुन्छ भने तपाईले कसैले पनि ट्याग गर्न मेन्सन गर्न नमिल्ने बनाउन सक्नुहुन्छ। त्यो कसरी गराउने म यहाँ मोबाइल स्क्रिन शेयर गरेर देखाउँछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला है त। त्यसको लागि फेसबुक ओपन गर्नु होला। फेसबुक ओपन भइसकेपछि यता तीनवटा लाइनमा जानु होला। फेरि पनि यहाँ माथि तीनवटा लाइनमा जानु होला। त्यसपछि यहाँ तल सेटिङ एन्ड प्राइभेसीमा जानु होला। त्यसपछि माथि सेटिङमा जानु होला। स्क्रोल गर्दै जानु होला। स्क्रोल गर्दै गएपछि यहाँ प्रोफाइल एन्ड ट्यागिङमा जानु होला। त्यसपछि हु क्यान पोस्ट अन योर प्रोफाइल देख्न सक्नुहुन्छ। त्यसपछि यता एरो देख्नुहुन्छ नि, यो एरोमा क्लिक गर्नु होला। त्यसपछि ओन्लीमा क्लिक गरी यहाँ तल सेभ गर्नु होला। त्यसपछि यो तलको पनि यतापट्टि एरोमा क्लिक गर्नु होला। यसलाई पनि ओन्लीमा क्लिक गरी यहाँ तल सेभ गर्नु होला। त्यसपछि यहाँ तलको पनि यतापट्टि एरोमा क्लिक गर्नु होला। त्यसपछि यसलाई पनि ओन्लीमा टिक लगाई यहाँ तल सेभ गर्नु होला। फेरि यो तल्लोलाई पनि यतापट्टि एरोमा क्लिक गर्नु होला। यसलाई पनि ओन्लीमा टिक लगाई यहाँ तल सेभ गर्नु होला। यो त भयो कसैले पनि ट्याग गर्न मेन्सन गर्न नमिल्ने र ट्याग गर्न मेन्सन गर्न त मिल्ने र ती ट्याग गरेका पोस्टहरू मध्ये हाम्रो प्रोफाइलमा आफै नआउने र त्यसलाई हामीले चाहियो भने आफ्नो इच्छा अनुसार राख्ने कि नराख्ने, त्यो कसरी बनाउने त? त्यसको लागि यो भिडियो हेर्नु होला। त्यसपछि यसलाई अलि माथि स्क्रोल गरेर यहाँ रिभ्यू अन्तर्गत यो रिभ्यूमा यतापट्टि अप्सन अफ छ भने अन गर्नु होला र यहाँ तलको पनि अफ छ भने अन गर्नु होला। त्यसपछि नोटिफिकेसनमा जानु होला। नोटिफिकेसनमा गइसकेपछि मलाई यहाँ क्षेत्री ममताले ट्याग गर्नु भएको रहेछ। यसलाई खोलिसकेपछि एड टु प्रोफाइल गरेर यसमा क्लिक गरेर प्रोफाइलमा पनि राख्न सक्नुहुन्छ र यहाँबाट हाइड पनि गर्न सक्नुहुन्छ। यदि केही पनि गर्न चाहनुहुन्न भने यतिकै छाड्दिनु होला। भिडियो हेरिसकेपछि पक्कै पनि बुझ्नुभयो होला। भिडियोलाई एक लाइक गरी कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्नु होला अनि यो भिडियो सक्दो सेयर पनि गर्नु होला। अनि फलो गर्नु भएको छैन भने फलो पनि गर्नु होला, किनभने यस्तो खालको भिडियो ल्याउँदा हजुरहरूको माझ आइपुग्छ है त। सबैजनालाई धेरै धेरै